काठमाडौँ विश्वविद्यालय सुनौलो वैज्ञानिक र व्यावसायिक शिक्षाको प्रतीक हो। स्थापना भएको छोटो समयमै यो संस्था विश्वका सामु प्रतिष्ठित शिक्षा केन्द्र बनेको छ। प्रारम्भमा काठमाडौँ भ्याली क्याम्पसको नाममा स्थापना भएको यस संस्थाले अहिले 29औं वर्ष पार गरिसकेको छ। विक्रम सम्वत 2048 मा प्रतिनिधि सभाले छुट्टै ऐन पारित गरेपछि यसले विश्वविद्यालयको स्वरूप ग्रहण गरेको थियो। त्यस समयमा नेपालको बौद्धिक समुदाय मुलुकभित्रको शैक्षिक अस्तव्यस्तता देखेर निराश भइसकेको थियो। मुलुकभित्र उत्पादनमुखी र रोजगारीमुखी प्राविधिक शिक्षा पाउन कठिन भएकोले दक्ष जनशक्तिका निम्ति विदेशमा निर्भर हुनु परेको थियो। त्यही बेला डाक्टर सुरेशराज शर्मा जस्ता व्यक्तित्वहरूले देशको शिक्षा प्रणालीलाई नयाँ दिशा दिन योगदान पुर्याए। सहयोग गर्नुहुने महानुभावहरूलाई आज हामीले निम्त्याएका छौँ। यो संस्थापक बेलादेखि र त्यसमा हामीलाई विभिन्न टाइममा सल्लाह प्रदान गर्नुहुने 5 जना 3 जनाले आज आउन सक्ने हामीले निम्ता गरेका छौँ। त्यसमा सल्लाहकार समिति छ। सल्लाहकार समितिमा चाहिँ जिरुवाल साकेजी, प्रोफेसर एरनाथ खनालजी र त्रिनाथ उद्योगजी, उहाँहरू यसको हाम्रो सल्लाहकार समिति पहिलेदेखि भएर उहाँहरूको सल्लाहमा अनि संस्थापक यसको चाहिँ हाम्रो म्यानेजिङ कमिटीको सदस्यहरूमा चाहिँ अहिले म नै चेयरम्यान भएर हामीले सुरु गरेको हो। त्यसमा सदस्यहरू म्यानेजिङ कमिटीको सदस्यहरूमा चाहिँ प्रोफेसर सरस्वती प्रसाद भद्रमान्तुराको क्याम्पस मोहन गोपाल खेतानजी हाम्रो यसपालि सहयोगमा हाम्रो एउटा घर ब्लक नै उहाँले नै बनाइदिनु भएको छ। मार्क केलरहरू उहाँ चाहिँ एजुकेसन सेक्रेटरी युनाइटेड नेसन्स नेपालबाट हाम्रो एउटा एकाडेमिक ब्लक हो। हामी 4वटा एक्सपर्ट्सको सर्भिस स्कलरसिप्सको फन्ड्स पनि हामीले पाएको पनि उहाँ हामी एग्रिमेन्टिङ गरेका छौँ उहाँसँग। सीताराम अधिकारीजी यहाँ डाक्टर सीताराम डाक्टर सुरेशराज शर्मा नेपालको शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने व्यक्तित्व हुन्। उनले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा शिक्षा क्षेत्रका लागि समर्पण गरेका छन्। डाक्टर सुरेशराज शर्माको जन्म 22 जुलाई 1940 मा सिन्धुली जिल्लाको खुरकोटमा भएको थियो। उनका पिता विष्णुप्रसाद उपाध्याय र माता सावित्री देवी ढुङ्गेलको शिक्षाप्रतिको अटुट समर्पणको प्रभावले गर्दा उनी अध्ययनमा प्रेरित बनेका थिए। कि यो खोल्नको लागि एउटा चाहिँ हाम्रो नेपाल राम्रो ठाउँ पनि भनिन्छ। राम्रो ठाउँमा यसलाई राम्रोपनलाई नबिगारिकन राम्रा संस्थाहरू बनाउन पाए हुन्थ्यो। र हामीहरू अब शिक्षामा काम गर्ने मान्छे, म त पहिले विश्वविद्यालयमै काम गर्थेँ, त्रिभुवन विश्वविद्यालयमा काम गर्थेँ र अब एउटा अर्को विश्वविद्यालय पनि हुने बेला भयो जस्तो लागेको र सरकारसँग हामीले अनुरोध गऱ्यौँ हामीले एउटा अर्को विश्वविद्यालय बनाउनु पर्छ, एउटा विकल्प पनि हुन्छ, विद्यार्थीलाई चोइस पनि हुन्छ भन्ने विचार गरेर हामी यसबारेमा विचार पनि गर्दै थियौँ र ठाउँ पनि हेर्दै थियौँ। र अनि हामी धुलिखेलमा चाहिँ नगरपालिका भर्खर भएको र यहाँको उत्साह पनि धेरै आकर्षक उत्साह देखिएको हुनाले उहाँहरूको उत्साह र हाम्रो उत्साह मिल्न गएर हामी यहाँ बनाउनको निम्ति हामी आयौँ। राम्रो र खुला ठाउँ र यसको विस्तार हुने सम्भावना पनि भएको ठाउँ चाहिने भएको हुनाले त्यो सबै दृष्टिकोणले चाहिँ यो ठाउँ राम्रो भयो। अब नयाँ खुलेको संस्थाले पहिले भएकै संस्था जस्तै मात्रै बनाइराख्नुभन्दा नयाँ किसिमको संस्था बनाउनको निम्ति जोड गर्नुपर्छ कि भन्ने हाम्रो फिलोसफी चाहिँ त्यो थियो। र स्तर चाहिँ हामीले राम्रै स्तर दिनुपर्छ, राम्रो क्वालिटीको। त्यो तयार हुनको लागि त्यसको लागि सरकारको त्यत्रो लगानी भएको छैन। यसमा असाध्यै कम लगानी भएको छ। साँच्चै भन्यो भने अहिले भएका विश्वविद्यालयमा सबभन्दा थोरै पैसा पाउने को छ भने हामी नै छौँ। त्यो भए पनि सरकारले मात्रै गर्न सक्छ, सरकारको मात्रै पैसा छ भन्ने होइन कि गर्न खोज्यो भनेदेखि यहाँ जनतासँग पनि तागत छ।
प्रारम्भिक शिक्षा घरमै प्राप्त गरेपछि उनले भारतको सोनवर्षा र जनकपुरको सरस्वती हाई स्कुलमा अध्ययन गरे। काठमाडौँको त्रिचन्द्र क्याम्पसमा 10 वर्ष बिताएपछि उनले लन्डनको साउथ ब्याङ्क विश्वविद्यालयबाट रसायनशास्त्रमा पिएचडी गरे। आफ्नो अध्ययन समाप्त गरेपछि डाक्टर शर्माले त्रिभुवन विश्वविद्यालयमा 12 वर्ष प्राध्यापकको रूपमा काम गरे। यसै क्रममा उनले त्रिचन्द्र क्याम्पस, आनन्दकुटी कलेज, पद्मकन्या कलेज र नेपाल राष्ट्रिय कलेजमा पढाए। सन् 1989 देखि 1992 सम्म उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT को कार्यकारी निर्देशकका रूपमा कार्य गरे। सन् 1991 सालमा उनले डाक्टर सीताराम अधिकारी, डाक्टर भद्रमान तुलाधर लगायत व्यक्तिहरूसँग मिलेर काठमाडौँ विश्वविद्यालयलाई सांसदबाट मान्यता दिलाए। त्यसको 1 महिनापछि उनी विश्वविद्यालयका पहिलो उपकुलपति नियुक्ति भए। सपना चाहिँ एउटा के थियो भनेदेखि हामीले आफूले पनि मौका पायौँ पढ्नलाई हैन। मैले अब BSc सम्म यहाँ पढेँ, त्यहाँबाट MSc गर्नको निम्ति यहाँ पढाइ हुँदैन थियो। त्यो बेला बाहिर गएर पढ्न पाएँ, अनि PhD गर्नु पनि बाहिरै गएर पढ्न पाएँ। अनि बाहिर गएर पढ्नको निम्ति हाम्रो मुलुकले हाम्रो लागि लगानी गरे हो। त्यो बेलामा बाहिरको मान्छेको सहायता चाहिँ छात्रवृत्ति देऊ नि त यस्तो विषय पढ्ने भनेर। अनि त्यो विषय पढिसकेपछि डिग्री मैले पाइहालेँ, अब म बाहिर विदेशतिरै बस्छु भन्ने त गर्नु भएन नि। नेपालीहरूले कसले गर्ने नि त यहाँ विकास गर्नुको लागि। अनि हामीले चाहिँ जसले मौका जसलाई पत्याएर मौका दिएको छ, हामीले त केही न केही त गर्नु पऱ्यो नि। आफ्नो मातृभूमिको लागि, आफ्नो राष्ट्रको लागि केही गर्नु पऱ्यो भनेको हुनाले अब हामीभन्दा पछाडिको पिँढीले कोसँग आश गर्ने त। त्योभन्दा पहिलेकोले हामीलाई बाटो देखाइदिएको हुनाले हामीले पनि काम गर्न पायौँ, राम्रो गर्न पायौँ भन्ने उनीहरू पछिको पिँढीलाई पनि एउटा राम्रो भविष्य छ है आफ्नै मुलुकमा भन्ने कुरा देखाउनको निम्ति त्यो सपना चाहिँ हामीले अब त्यसमा अब म चाहिँ अब मेरो काम त थियो त्रिभुवन विश्वविद्यालयमा म प्राध्यापक भइसकेका थिएँ। मलाई मेरो आफ्नो निम्ति त मैले केही गर्नुपर्ने त्यति जरुरी थिएन, मुलुककै निम्ति गरौँ नि त अब यसमा चाहिँ भनेर। अनि त्यसको निम्ति चाहिँ ल हामी एउटा गतिलो संस्था बनाऊँ, ठुलो बनाउनु पर्छ भन्ने जरुरी छैन, तर राम्रो चाहिँ बनाऊँ भन्ने चाहिँ त्यो विचार गरेर हामीले काठमाडौँ विश्वविद्यालयको परिकल्पना गरे हौँ। र त्यो गर्ने बेलामा चाहिँ हामीले त्यो एउटा सानै भए पनि एउटा गतिलो ग्रुप बनाउन सक्यौँ। यहाँ त्यसमा सहयोग चाहिँ हाम्रो साथीहरू जो मिलेर हामी यो विश्वविद्यालय बनाउँछौँ भनेका छौँ, त्यो मिलेर 20-25 वर्षसम्म हाम्रो सधैँ सँगसँगै गयौँ हामीहरू। हामीमा बेमेल पनि केही पनि भएन, यो ठुलो ऊ ठुलो, योले गर्नुपर्ने उसले त्यो केही पनि होइन कि सबै मिलेर गर्नुपर्ने भन्ने विचार अनुसार हामीले यो विश्वविद्यालय चाहिँ उभ्याउन खोजेको हो। र हामीहरू सुरु गर्ने मध्ये आफूमा केही पनि मतभेद हुँदै भएन, हामीले जे सोचेका थियौँ त्यस्तै गरी गर्न सक्यौँ। काठमाडौँ विश्वविद्यालय नेपालको उच्च शिक्षामा क्रान्ति ल्याउने उद्देश्यले स्थापना भएको हो। यस विश्वविद्यालयको स्थापना शिक्षा र अनुसन्धानको स्तरलाई नयाँ उचाइमा पुर्याउनका लागि गरिएको हो, जसले नेपालका युवाहरूलाई उच्च स्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। एउटा चाहिँ अब यहाँको विद्यार्थीहरू, यहाँका राम्रा विद्यार्थीहरू आफूले पढ्न खोजेको विषय पढ्नको लागि नेपालमा अवसर नै थिएन। जस्तो अब इन्जिनियरिङको विषयमा, इन्जिनियरिङमा सिभिल इन्जिनियरिङको पढाइ एक ठाउँ पढाइ हुन्थ्यो, त्यो पनि सीमित विद्यार्थीलाई। अनि इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ यिनीहरू विषयको पढाइ हुँदैन थियो। त्यो पढ्नको निम्ति यहाँको विद्यार्थी बाहिर जानु पर्थ्यो। अनि यतिको यी विषयको पनि पढाइ त्यो मुलुकमा हुँदैन भन्दाखेरि मुलुकले नै अनि अविकसित जस्तो देखिन्थ्यो त्यसले। त्यस कारणले एउटा इन्जिनियरिङले चाहिँ हाम्रो निर्माण गर्न, थुप्रै निर्माण गर्ने काम बाँकी थियो। अब जलस्रोतको विकास पनि गर्नुपर्ने थियो, हाइड्रो पावरको धेरै गर्नुपर्ने, अनि उद्योगहरू विकास गर्नुको लागि मेकानिकल इन्जिनियर चाहिन्थ्यो। हामीले विकास गर्छु भन्ने बित्तिकै त इन्जिनियर चाहिहाल्दो रहेछ। अनि त्यो इन्जिनियरको पढाइ भएको थिएन। अनि स्वास्थ्यमा पनि त्यस्तै थियो,
स्वास्थ्यको निम्ति नेपालको स्वास्थ्यको स्थिति त्यति राम्रो थिएन। गाउँघरमा त पुगेकै थिएन, सहरातमा पनि धेरै किसिमको उपचार हुन सक्दैन थियो। अनि स्वास्थ्यको पनि अब अस्पताल बनाए पनि त्यहाँ काम गर्ने डाक्टर पनि त बनाउनु पर्यो नि, त्यहाँ काम गर्ने नर्स पनि तयार गर्नु पर्यो नि। खालि अस्पताल मात्रै बनाएर हुँदैन, उपकरण मात्रै किनेर पनि हुँदैन, त्यसको प्रयोग पनि हुनु पर्यो। यो सबै भएको हुँदाखेरि चाहिँ हामीले प्राविधिक विषयमा चाहिँ पहिलो बढी प्राथमिकता चाहिँ प्राविधिकमा दियौँ र यहाँको नेपालका राम्रा विद्यार्थीहरूले पढ्नको निम्ति विदेश जानु नपरोस्, आफ्नो मुलुकमा पढ्न पाइन्छ, यहीँ पढ्ने अवसर भयो भनेर हामीले त्यो अवसरको लागि अब एउटा विश्वविद्यालयले मात्रै गरेर पुग्दैन, त्यसमा थप विश्वविद्यालय अरू पनि चाहिन्छ। धेरै अलि बढी प्रयास भयो भनेदेखि बढी नै ठाउँ उपलब्ध हुन्छ भन्ने हामीले विचार गरेका थियौँ र प्राविधिक विषयहरू पनि यहाँ गर्न खोजेका थियौँ। अर्को एउटा चाहिँ व्यवस्थापन, हामीसँग साधन छ, त्यो साधनलाई प्रयोग गर्न जान्नु पर्यो नि। त्यो प्रयोग गर्न जान्नको लागि त व्यवस्थापन गर्न सक्नु पर्यो, कसरी त्यसलाई प्लान गर्ने, कसरी त्यसलाई म्यानेज गर्ने, यो सबै कुरा गर्नुपर्ने हुन्छ। त्यसैले व्यवस्थापन विषयमा पनि हामीले जोड गरेका थियौँ र कुनै कुनै प्राविधिकभित्रै पर्छ त्यो, कुनै कुनै विषय चाहिँ जस्तो खाद्य वस्तु हामी खान्छौँ, खाद्य वस्तु चाहिँ त्यो स्वच्छ हुनुपर्छ, त्यो खाद्य वस्तु एकदम राम्रो टेस्ट भएको खाद्य वस्तु होस्। औषधि पनि राम्रो टेस्ट भएको हुनुपर्छ। औषधि खाँदाखेरि चाहिँ ठिक हुन्छ भन्छौँ, तर औषधि नै बेठिक औषधि पऱ्यो भने त कहाँ ठिक हुन्छ र। अनि यी विषयको पढाइ हुनु एकदमै जरुरी भइसकेको थियो नेपालमा। त्यसको अभाव खट्किराखेको बेलामा अब नयाँ खुलेको संस्थाले पहिले भएकै संस्था जस्तै मात्रै बनाइराख्नुभन्दा नयाँ किसिमको संस्था बनाउनको निम्ति जोड गर्नुपर्छ कि भन्ने हाम्रो फिलोसफी चाहिँ त्यो थियो। र स्तर चाहिँ हामीले राम्रै स्तर दिनुपर्छ, राम्रो क्वालिटीको। जस्तो 100जना विद्यार्थीले पढ्न आएको ठाउँमा 100जना मान्छे मध्ये 20जना मात्रै पास भयो, 80जना पास भएर भने त 80% त नोक्सानी भयो नि। त्यसैले हामीले त्यो पढ्न आएको जति झन्डै सबैले पढाइ पुरा गरून् र सबैले पढाइ पुरा गर्दाखेरि पनि एउटा स्तरको होस्, जहाँ पनि बिग्ने अन्त पनि बिग्ने मान्छे चाहिँ नेपालमा राम्रो मान्छे भइहाल्ने थियो। त्यस्तो स्तरको पढाइ गर्नुपर्छ भन्ने हाम्रो त्यो चाहिँ हाम्रो मनमा चाहिँ त्यही राखेका थियौँ हामी यो संस्थापकहरूको चाहिँ सोचाइ त्यही थियो। डाक्टर शर्मा र उनका सहयोगीहरूको कडा परिश्रमले यस विश्वविद्यालयको सुरुवात सम्भव बनायो। 2006-07 साल कहिले सालसम्म हो मलाई थाहा छैन, मेजर चाहिँ नि 66% चाहिँ नि डक्टर प्रोड्युस नेपालमा हुन्थ्यो भने त्यो धुले काठमाडौँ इन्स्टिच्युटबाट हुन्थ्यो। आज त 15,000 भन्दा बढ्ता चाहिँ डक्टर निस्किसकेका छन् हाम्रो स्कुलबाट चाहिँ नि। नर्स त्यत्तिकै निस्किरहेछन्, बिएससी नर्स पनि निस्केका छन्, डेन्टल पनि निस्किरहेको छन्, स्टाफ नर्स पनि निस्किरहेको छन्। अब स्टाफ नर्स बाहेक अरू सबै हामीले चाहिँ नि त्यो सर्टिफिकेट लेभलको त हामीले हटाइसक्यौँ, तर स्टाफ नर्स त अहिले पनि चलिरहेकै छ। भनेपछि नेपालको हेल्थ सेक्टरमा चाहिँ नि राम्रै कन्ट्रिब्युसन गर्नेमा चाहिँ हाम्रो युनिभर्सिटी आउँछ। अचेल डाक्टर शर्मा काठमाडौँ विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका अध्यक्ष र आजीवन सदस्यका रूपमा संलग्न छन्। उनले शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गरेर अद्वितीय योगदान गरेकोले नै नेपालको शिक्षा क्षेत्रमा परिवर्तन आउन सकेको छ। डाक्टर शर्मा शिक्षाको माध्यमबाट समाजलाई प्रगति र समृद्धितर्फ डोर्याउने प्रेरणा हुन्। डाक्टर सुरेश राज शर्मा अद्वितीय शिक्षा नेता हुनुहुन्छ। उहाँको योगदानले नेपालको शिक्षा प्रणालीमा स्थायी छाप छोडेको छ। उहाँको प्रेरणादायक यात्रा र अविरल समर्पणले भविष्यका पुस्ताहरूलाई शिक्षा र आत्मविकासको मार्गमा अग्रसर गराउँछ।